केही छैन लड्दैन यति साह्रो चाहिँ ड्राइभिङ स्किल छ होइन खाल्टो खुल्टोमा हालेर भइ नि जान्छु तर लडाउँदैन म 5 minutes later ए ब्रेक छैन त ब्रेक छैन ल गाइस अब चाहिँ म निक्लेको होइन यहाँबाट चाहिँ अब साथीको रुममा त्यहाँदेखि चाहिँ स्विमिङ पुल जाने होइन अहिले चाहिँ कल आइरहेको छ यहाँनिर जतिसक्दो छिटो निक्लिहालौँ अघि बोलाएको थियो 4 बजीतिर अहिले 4:11 भयो ल अब चाहिँ हिँड्यो गएको बाई बाई साथीले कल गरे होइन जतिसक्दो छिटो लागिहालौँ यहाँबाट यो चाहिँ हाम्रो घरको बाहिर है यस्तो टाइपको देख्छ अहिले चाहिँ म होइन साथीको रुममा जाँदैछु अन्त गरम फेरि यस्तो छ नि 35 डिग्री गरम छ होइन तर पनि यसो छाता लिएर चाहिँ साथीकोमा हिँडिरहेको छु है यस्तो देख्छ है हाम्रो चाहिँ यता जग्गामा ल यहाँ चाहिँ म सुकमानको घर आइपुगेँ होइन यहाँनिर छ हाम्रो टपी यो सुकमान होइन साथी भिडियो एडिटर अलराउन्डर उयो के अरे फोटोग्राफर पनि सबै हो हिँड्छु छिटो यहाँ चाहिँ सुकमानको घर होइन मेरो साथीको घर हो यहाँ बारी छ यता मजाको देखिदिन्छु यहाँबाट चाहिँ ल गाइस हामी चाहिँ निक्ल्यो होइन यहाँ साथीको स्कुटीमा म र सुकमान माथिबाट जाउँ ल 3-4 दिन भइसकिसक्यो यहाँनिर चाहिँ पानी नपरेको त्यही भएर डरै लाग्दो गरम भइरहेछ अन्त हेर्नुहोस् होइन हाम्रो गाउँमा चाहिँ कस्तो स्विमिङ पुल छ अस्ति यहाँबाट गाडी बगाएको तल पुऱ्यायो यहाँबाट अन्त हाम्रो यस्तो छ नि त जग्गा त फेरि यहाँनिर चाहिँ पानी आउँछ पुरै पानी आउँछ खोला भइदिइहाल्छ यहाँनिर चाहिँ हामीहरू चाहिँ अलमोस्ट आइपुग्न आँटिसक्यो होइन यहाँदेखि अलिकति अगाडि छ यहाँ बाटोदेखि यता लेफ्टमा जानुपर्छ होइन साथीको घर पनि त्यहीँनिर छ अनि त्यसलाई पिकअप गर्ने त्यसकै छेउबाट गइहाल्ने त्यही छेउमै छ स्विमिङ पुल पनि र अहिले चाहिँ हामी आइपुग्न आँट्यो होइन यहाँ छ मेरो साथीको घर होइन अब यहाँबाट स्टेबललाई पिकअप गर्ने अनि त्यसको अगाडि यो साइडमा छ स्विमिङ पुल चाहिँ यो रातो घरको चाहिँ यहाँनिर एउटा स्विमिङ पुल भयो त्यसको अर्को उतापट्टि पनि छ अझै एउटा स्विमिङ पुल यहाँ त नाच्नुमा केही पनि छैन अर्को जग्गा जाने जाने टिप अन्त यो जग्गालाई चाहिँ भन्छ माइला लाइन है त्यहाँदेखि चाहिँ अगाडि माइला लाइन सबै जङ्गलमै भरेछ फरेस्ट बनाइसक्यो के होस् म त नाच्नु आइपुग्यो र छिटो के हाम्रो जुत्ता यिनीहरू त जुत्ता लगाएको होइन म चाहिँ म चप्पलमा यहाँ स्विमिङ पुल हेर्नुहोस् दुईजना मिलेर मलाई हेप्नु खोज्दैछ होइन हत्ताइदियो त ए ब्रेक छैन नि फेरि दुईटासँगै मार्नु गाइस हामी चाहिँ स्विमिङ पुल आइपुगिसक्यो यहाँनिर छ स्विमिङ पुल
लगाएछ होइन हामी चाहिँ यहाँनिर स्विमिङहरू खेलेर यहाँनिर थाकेर बसिरहेको छु अब यहाँ आउँदैछ च्यालेन्ज दिनु भने चाहिँ चुर्से बाहिर ननिक्लिकन यो क्रस हुनु पर्यो आइज आइज लु आइज देख्नु भएन नि फेरि भित्र डाइरेक्ट यता भित्र दमतोर्ला यिनीहरूले पानी में जमते दम तो नहीं क्या है पैसा से जा रहा है पानी का ठंडा होइन मुनिबाट बस्यो यस्तो हेऱ्यौँ कति रहेछ यहाँनिर छ हो गाइस हामीहरू चाहिँ होइन स्विमिङ पुल खेलिसक्यो अहिले चाहिँ बेसी चार्ज छैन अब यहाँबाट चाहिँ टक्कै हामी लुगा चेन्ज गरेर एकछिन यहाँनिर बस्छ ल गाइस होइन अब चाहिँ हामी निक्लिसक्यो यहाँबाट यो तपाईँहरूले देख्नुहुन्छ होइन यस्तो दामी जग्गा छ यो चाहिँ तपाईँको हाम्रो तुर्सा खोलाको छेउमा एउटा स्विमिङ पुल रिजोर्ट खोलेको छ होइन त्यसमा तपाईँहरू आइदिनु होइन दामी छ जग्गा होइन मैले त्यतिकै भनेको होइन हामी 3 जना आएर होइन यहाँनिर हेरेको यस्तो बवाल यहाँनिर स्विमिङ पुल छ अनि रातिको लागि यहाँ लाइटिङहरू पनि दामी छ फोटो खिचाउनुहरू होइन अनि अब चाहिँ हामी घरतिर लागेको कोही खुट्टा छ म स्टार्ट गरिदिन्छु यो चाहिँ कसरी हाल्नुपर्छ होइन अब चाहिँ निक्ल्यो यहाँबाट कसरी म कुदाउने ल गाइस हामी चाहिँ होइन अब निक्ल्यो 3 जना एउटा स्कुटीले थाम्नु सक्दैन 3 जनाको वेट तर होइन हामी जबरजस्ती हिँडिरहेको है अन्त प्लस यो स्कुटीमा चाहिँ ब्रेक छैन होइन कहिले यो स्कुटीमा लाइट पनि छैन होइन र अब चाहिँ निक्लिसक्यो होइन हामी यहाँनिर अँध्यारो हुँदै आउँदैछ हामी चाहिँ 3 भाइ होइन अब यहाँबाट निक्लेर यो आफ्नो घर जान्छ अन्त सुकमान चाहिँ चर्चतिर लागिदिन्छ अन्त म पनि आफ्नो घरतिर लागिदिन्छु होइन बाटो चाहिँ यस्तो छ है यहाँनिर खोला साइडको बाटो हो नि त हो त्यो भएर हेलो अङ्कल ल हामी लाग्दैको गाइस स्टोरेज पनि फुल हुन आँटिसक्यो अँध्यारो आउँदै होला होइन डोन्ट माइन्ड ल गाइस होइन हामी चाहिँ अब यहाँबाट निक्लिहालौँ अन्त सुकमान र म छु अब यो पनि जान्छ है आफ्नो घरतिर यसको घर यहीँनिर अगाडि हो अन्त अब चाहिँ हामी घरतिर लाग्दैको है ल भयो ल जाऊ बस ल आइज ल स्टेफन पनि लाग्दै होइन अब म र सुकमान छ आज अलिकति यसलाई पनि ढिलो भएको छ होइन यो पनि चर्चमा जानुपर्ने छ मेरो त काम छैन अहिले होइन अब टक्कै घरमा गएर चाहिँ एकछिन रेस्ट गरौँ त्यही हो अँध्यारो भइसकिसक्यो केही छैन लड्दैन है यति साह्रो चाहिँ ड्राइभिङ स्किल छ होइन खाल्टो खुल्टोमा हालेन भइ नि जान्छु तर लडाउँदैन म लगाएछ हामी पनि होइन आफ्नो घरतिर लाग्दैछौँ अब चाहिँ यहाँबाट टक्कै गएर अगाडि तपाईँको एउटा खोला छ होइन अब यहाँबाट चाहिँ ब्रेक लाग्दैन जतिसक्दो ट्राई गरौँ होइन ब्रेक लगाउनुको लागि चाहिँ अरे बाटो चाहिँ एकदम रफ हामी छैन टप बाटो चाहिँ अलिकति रफ छ होइन अगाडि खोला पनि छ अहिले पानी नपरेर चाहिँ त्यहाँ खोला आएको छैन अन्त पानी पर्दाखेरि चाहिँ यस्तो बवाल खोला आउँछ नि त्यहाँनिर मान्छे बगाउने खोला आउँछ होइन अस्तितिर सुनेको मैले चाहिँ गाडी पनि बगाएको थियो भनेर त्यहाँनिर अन्त यहाँबाट के बगाएर आइहाल्छ नि अस्तितिर सुँगुर पनि बगायो गाडी पनि बगायो एक दिन मान्छे पनि बगाउँछ यहाँनिर चाहिँ अहिले पानी परेको छैन र अलिकति ठिकै छ बाटो चाहिँ यतिकै रफ चाहिँ
अलवेज यो बाटो चाहिँ रफ नै हुन्छ यस्तो टाइपको। यहाँनिर कहिले मेन रोड पनि आउँदैन किनकि खोलाको बाटो हो नि त, हो त्यो भएर यस्तो छ बाटो चाहिँ। यहाँबाट चाहिँ यसो माथि निक्लिदिउँ होइन। यसो हामीलाई जानु दिइहाल्नु दाजु, दाजु हामीलाई जानु दिनु है पहिला चाहिँ, एकछिन है दाजु। ए ब्रेक छैन त, ब्रेक छैन, एकछिन। नहीं दिखता है वो। स्टडी गरे लुको 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 क्या क्या बोल दिया रे मेरा। अब स्टार्ट बंद कर, स्टार्ट बंद कर। स्वीटी नहीं छोटा मोटा कभी कभी होता है। देख के तो हम तो रोक के बैठा है यहाँ पर, तू लोग आ रहा है बोल करके और आगे सीधा ठोकता है। नहीं हम लोग इधर आए थे कि वो गाड़ी ऐसा मतलब मुड़ा ना, हम लोग नहीं पता था, तो अचानक आने के बाद ऐसा हुआ ना। बॉडी में तो नहीं लगा, बॉडी में तो नहीं लगा है, हल्का ये वाला गिरा है। ये तो आपका वो बैंड हुआ है, ये तो सीधा हो जाएगा। अरे वो तो कुछ भी हो जाएगा, आदमी को चोट लगने से क्या होता है सो बताओ ना पहले। वही तो गाड़ी आ गया ना डायरेक्ट इधर साइड देके, ब्रेक भी नहीं लगाया। अगर आदमी को चोट लगता तब क्या होता है सो बताओ। ये तो गाड़ी है, ये तो नया भी आ जाएगा, इससे मतलब क्या बात है। अरे हम तो एक ही बात बोले, गाड़ी भी नया आ जाएगा यार, वो तो बेंडे हुआ, वो तो कोई बात नहीं है। अब तुम लोग इधर से आ रहे थे, इधर से आ रहे हैं ना। हाँ ये बात सही है, हम लोग इधर से आ रहे हैं, टर्निंग में आ रहा है गाड़ी इधर साइड से आ गया डायरेक्ट, मैं इधर हटा रहे हैं। ये भी देखो गांव है, हाईवे भी नहीं है। घूस रहा है वो थोड़ा ब्रेक कम है कि, तो इसी कारण से मतलब अच्छा से नहीं ब्रेक तो मेरा भी गाड़ी कम है, लेकिन हम तो वहीं देख लिया ना कि तू लोग स्पीड में आ रहा है, हमको पक्का ठोकेगा। हम देख लिए कि पक्का ठोकेगा, मेरे पास ऑप्शन नहीं है बैग जाने का। ये बात सही। भर्खर भर्खर चाहिँ होइन अलिकति यहाँ एक्सिडेन्ट भएको जस्तो भयो, अलिकति चुइहाल्यो होइन स्कुटीतिर। अब मान्छे पनि ऊ पनि मान्छे राम्रै थियो होइन, त्यही कारणले सम्झायो। अब गल्ती हाम्रो पनि थिएन है त्यस्तो टाइपको, सिधा भन्नु भनेपछि गाडी आइरहेको थियो होइन, हामी साइडबाट निक्लिनुको लागि, किनकि ब्रेक छैन नि त, त्यही भएर ब्रेक नलागेर चाहिँ साइडबाट हालेको, अगाडि स्कुटी आइहाल्यो है। अन्त न उसको गल्ती न हाम्रो गल्ती, गल्ती चाहिँ त्यो गाडीवालाको होइन, डाइरेक्ट यता सिग्नल दिएर चाहिँ पसिहाल्यो नि त त्यो, हो त्यही भएर गाइस। अन्त गाउँमा अलिकति लागिहाल्छ होइन, छोटी छोटी शहरों में छोटी छोटी गल्ती होते रहते हैं क्योंकि ये बड़ा शहर नहीं है। अन्त अब यहाँबाट लाग्दिउँ, मेरो रुम अलिकति आइपुग्नु आँट्यो, त्यहाँ अगाडि छ मेरो घर चाहिँ। अन्त सुकमानलाई चाहिँ होइन एउटा होइन सुकमानलाई चाहिँ एउटा एडभाइस दिन्छु, स्कुटी जस्तो पनि होस् ब्रेक चाहिँ प्रपर हुनु पऱ्यो। ब्रेक छैन भने चाहिँ आज केही छैन, आजको दिनमा स्कुटीमा लाग्यो होइन, कोही बेला फेरि मान्छेलाई लाग्यो भने चाहिँ अलिकति ठुलै काण्ड भइहाल्छ नि त, हो त्यही भएर होइन। हाम्रो सुकमान मेरो साथीलाई भनेको ब्रेक चाहिँ टाइट गराओस् होइन, ब्रेक लाग्दाखेरि पनि लाग्दैन, अनि के गर्नु। अझै एकजनाहरू ठोकाइदिउँ कि के होला। ल गाइस होइन आजको लागि चाहिँ यति नै थियो, सानो छोटो मिठो ब्लग होइन। यो ब्लगमा अलिकति अब काण्डा पनि भइहाल्यो होइन, ठोकी पनि हाल्यो अलिकति एक्सिडेन्टहरू होइन, त्यस्तो त मान्छेलाई केही भएन, स्कुटीमा चाहिँ अलिकति लाग्यो होइन। र यो ब्लग चाहिँ यतिमै राख्दै है, जतिसक्दो भयो लाइक गर्नु, सब्सक्राइब गर्नु है, माया देखाउनु पऱ्यो नि त।